नमस्कार आदरणीय दर्शकवृन्द, स्वागत छ गोल्डन नाइट टेलिभिजनको प्रस्तुति कार्यक्रम समय संवाद लिएर हामी उपस्थित भएका छौं। समय परिवर्तनशील छ र परिवर्तनशील समयसँगै घटनाक्रमहरू पनि विकसित हुन्छन्। तिनै घटनाक्रमको सन्दर्भमा हामी चर्चा गर्छौं, कुराकानी गर्छौं। 4 मङ्सिर नजिकिँदो छ र 4 मङ्सिर नजिकिएसँगै राजनीतिक दल र तिनीहरूका उम्मेदवार यति बेला तपाईँ हाम्रो घर दैलोमा आइरहेको अवस्था छ। पार्टीका घोषणापत्र, उम्मेदवारका प्रतिबद्धताहरू तपाईँ हामीले विगतदेखि पनि सुन्दै आएका हौं र यसपालि पनि पक्कै सुन्छौं। र त्यो घोषणापत्र प्रतिबद्धतालाई कार्यान्वयन गर्ने नेताको खोजी पक्कै पनि तपाईँ गरिरहनु भएको छ। त्यो कार्यान्वयन गर्ने परिपक्वता देखाउने राजनीतिक दल र तिनीहरूको नेता जो उम्मेदवार हुनुहुन्छ उहाँलाई मतदान गर्ने जुन तयारी तपाईँ हामीले गर्नुपर्ने हुन्छ। 5 वर्षका लागि हामीले हाम्रो सरकार गठन गर्ने, प्रदेश सरकार, संघीय सरकार गठन गर्ने, हाम्रो नीति निर्माण कायम गर्ने, विकास निर्माण पूर्वाधारका लागि आधार तयार पार्ने, अगाडि बढाउने जनप्रतिनिधि तपाईँ हामीले छान्ने भएको हुनाले 4 मङ्सिर तपाईँ हाम्रो लागि एक खालको ऐतिहासिक दिन हो र त्यसलाई सही ढङ्गले सदुपयोग गर्न चुक्यौँ भने हामी 5 वर्ष पछुताउनु पर्ने हुन्छ। आज हामी कुराकानी गर्दैछौँ कास्की क्षेत्र नम्बर 1 मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता किशोर दत्त बराल प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ। उहाँसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। घर दैलो गरिरहनु भएको छ, चलिरहेको छ। अब 17 गतेबाट त अलिकति तामझामका साथ पनि तामझाम भनेर अब त्यति धेरै तामझाम त गर्न पाइँदैन भन्ने नि आचार संहिताले। तपाईँ त्यो अघि पछिको भन्दा थोरै केही तामझाम अलिकति होला। कस्तो महसुस भइरहेछ जनतासँग जाँदाखेरि? उहाँहरूका अपेक्षाहरू के रहेछन्? मतदानको अपेक्षा होइन, श्रृङ्खला त लामै भइसक्यो नि त हामीसँग अभ्यास। म उम्मेदवारको रूपमा म धेरै उत्साहित छु र मलाई उम्मेदवारको रूपमा पाउँदा मतदाताहरू पनि उत्साहित नै हुनुहुन्छ भन्ने मेरो बुझाइ छ। किन मेरो भेटमा उहाँहरूको घर दैलोमा जाँदाखेरि त्यो खाल किन हो मलाई थाहा छैन, तर उहाँले त्यो खालको एउटा अपेक्षा गर्नुभएको एउटा नयाँ एउटा होइन एउटा सम्भावना मसँग देख्नु भएको यस्तो देखिन्छ। एउटा जनतामा आएको उत्साह, मतदातामा विशेष गरेर आएको उत्साहले म धेरै नै उत्साहित छु, यसमा कुनै शङ्का नै छैन। नेपाली कांग्रेसको सभापति चयन भएपछि यसरी म फेरि अरू पदका लागि उठ्दिनँ भन्ने खालको यहाँको प्रतिबद्धता अथवा चाहिँ त्यो घोषणा थियो क्या? त्यसमा त्यस्तो मेरो स्मरण छ नै। त्यसलाई क्रस भन्दा पनि कहिले परिस्थिति कस्तो रहेछ भने कास्की जिल्लामा धेरै साथीहरू आकाङ्क्षी हुनुहुन्थ्यो अनि हाम्रो निर्वाचन क्षेत्रमा पनि काङ्ग्रेसका धेरै साथीहरू आकाङ्क्षी रहनुभयो। त्यो आकाङ्क्षी साथीहरूको बिचबाट जिल्लाको सभापति पनि हो एउटा नयाँ होइन अनटेस्टेड भन्ने चलन छ नि हामीहरू होइन, त्यसलाई दिँदाखेरि कम विवाद हुने र जितको सम्भावना बढिरहन सक्छ भन्ने सायद हाम्रो आदरणीय नेताहरूले त्यो ठम्याइ गर्नुभयो र चाहिँ मैले हजुरहरूसँग पहिला गरेका जो कमिटमेन्टहरू हुन् त्यसको अलावा पनि नेताहरूले होइन त्यसो भनेर पार्टी सभापति भइसकेपछि अगाडि बढ्नुपर्छ, जनमत ल्याउने कुरा तिमीबाट सजिलो हुन सक्छ भन्ने नेताहरूको कुरा रहिसकेपछि पार्टीको एउटा इमान्दार कार्यकर्ताको रूपमा मैले त्यसलाई स्वीकार गर्नुपर्ने अवस्था रह्यो। अब यसलाई यसरी नै बुझ्दिनु। अब गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ, 5 दलीय गठबन्धन। एकदम नेपाली कांग्रेस आफैमा पनि जनाधार भएको पार्टी भनेर बुझ्थे। यो गठबन्धन गर्दाखेरि जनाधार छैन, त्यस कारणले जित्नका लागि गठबन्धन गर्नु पर्यो कांग्रेसलाई भन्ने अर्थ लगायो भने के? त्यो गलत हुन्छ होइन। गठबन्धनलाई हामीले 2 तरिकाबाट व्याख्या गर्नुपर्ने हुन्छ। एउटा हो एउटा राजनीतिक घटनाक्रम अनुसार नै हिजो 74 सालको निर्वाचनबाट जसरी तत्कालीन नेकपाले एउटा बहुमत प्राप्त गर्यो, झन्डै 2/3 बहुमत प्राप्त गर्यो, त्यसबाट तपाईँ हामीरा थुप्रै अपेक्षाहरू थिए, जनताका पनि अपेक्षाहरू थिए र म नेपाली काङ्ग्रेसकै कार्यकर्ता हुँदा पनि होइन एउटा राम्रो बहुमत प्राप्त गरेको छ, देशमा केही रचनात्मक कुराहरू हुन्छन्, निर्धक्क तरिकाबाट पार्टी सञ्चालन गर्ने कुराका लागि, सरकार सञ्चालन गर्ने कुरामा नेकपालाई त्यो सुविधा प्राप्त भएको छ। अब देशले स्थायित्व प्राप्त गर्दै विकास गर्छ भन्ने लागेको चाहिँ हो। तर त्यो लाग्दा पनि सोचिराख्दा त्यसको ठिक विपरीत नेकपा एमाले विशेष गरेर हाम्रो नेकपा एमालेका अध्यक्ष खड्ग ओलीबाट होइन आफू प्रधानमन्त्री कालमा जे जस्ता खालको असंवैधानिक गतिविधिहरू भए, 2 पटक संसदहरू विघटन गर्ने परिस्थितिहरू भए, जनताका अधिकारहरू खोसिने जुन डरलाग्दो अवस्था देखा पर्यो, त्यसलाई बचाउनु पर्ने अवस्थाभित्र सङ्गठित भएर बचाउनु पर्ने एउटा राजनीतिक परिस्थिति सिर्जना भयो मुलुकमा। एउटा त्यो कारणले गर्दा गठबन्धन बनेको, त्यसलाई कमजोर भन्ने कुरा रहेन। र अर्को सँगसँगै अबको अहिलेको 21औं शताब्दीमा अब एकताभित्र बल हुन्छ, शक्ति हुन्छ होइन। सबै राजनीतिक पार्टीका फरक फरक विचारहरू, फरक फरक सिप र शैली भएका मान्छेहरूलाई र फरक अनुभव भएका मान्छेलाई एक ठाउँमा राख्दा र सबैलाई सँगै लिएर हिँड्न सक्दाखेरि देशको आर्थिक सामाजिक रूपान्तरणमा झन् बढी सजिलो हुन सक्छ भन्ने हिसाबबाट त्यो अर्को पनि हो। निर्वाचन हारिन्छ भन्ने कुरासँग गरिएको गठबन्धन भनेर बुझियो भने यो गलत हुन्छ। अब तपाईँले जसो भने
पनि अहिले राजनीतिक दलहरूभित्र एक किसिमको आन्तरिक द्वन्द्व पनि छ होइन। अब फरक आइडियोलोजी भएका राजनीतिक दलहरू बिचको तालमेल न हो, यसलाई त स्वीकार्नु पर्यो नि। स्वीकार्नु पर्यो। यसलाई मैले भने चाहिँ के छ भने हामीले स्थानीय निर्वाचनमा पनि गठबन्धन गऱ्यौँ। तपाईँको होइन इम्पोर्टेन्ट यो कार्यक्रममा के भन्न जानकारी गराउन चाहन्छु भन्दाखेरि स्थानीय निर्वाचनमा हामीले 79 वैशाख 30 भएको निर्वाचनमा गठबन्धन त गऱ्यौँ नि, तपाईँहरूलाई पनि यो जानकारी रह्यो। तर त्यो हामीहरूको त्यो गठबन्धन माओवादीहरूसँग अथवा फरक विचारका राजनीतिक पार्टीहरूसँग गरेको गठबन्धन एक हिसाबले हाम्रो पहिलो अनुभव नै थियो। अनि नेताहरूलाई र हामी जिल्ला स्तरमा काम गर्ने हामी नेताहरूलाई अनुभव थियो। कतिपय त्यहाँ गठबन्धन गर्न बसिएका साथीहरूका स्वभाव शैली व्यवहारहरू पनि हामीले बुझेनौँ। कतिपय कुरा उहाँहरूले पनि बुझ्नु भएन। एकअर्कालाई विश्वास गर्न जुन रूपमा गठबन्धनमा विश्वास निर्माण गर्नुपर्ने थियो त्यो विश्वास त्यतिखेर निर्माण गर्न नहुन सकेको होइन। त्यो खालि पर्फेक्टली जुन गठबन्धन हुनुपर्ने हो त्यो भएन। तर स्थानीय निर्वाचनबाट यहाँसम्म आउँदाखेरि साथीहरूसँगको एकाअर्का हाम्रो उठबसहरू कुराकानीहरू छलफलहरूले हाम्रो के भयो भने एउटा भावनात्मक सम्बन्ध गठबन्धनका साथीहरूको बिचमा निर्माण भइसकेको छ एउटा कुरा। र दोस्रो नम्बर कुरा त्यहाँबाट यहाँसम्म आइसक्दा हामीहरूले उहाँलाई धेरै नजिकबाट पनि चिन्यौँ र के कमी कमजोरी हिजोको स्थानीय निर्वाचनमा हामीले कसरी अगाडि बढ्नुपर्ने थियो र कहाँनिर चुक्यौँ कहाँनिर अल्मलियौँ होइन त्यो भन्ने कुरा पनि हामीलाई थाहा भयो। र यहाँ र अहिलेको गठबन्धन धेरै परिपक्व र धेरै वैज्ञानिक भइसकेको छ। तपाईँले पार्टी सभापति हुँ होइन टेस्ट नभएको पात्र हुँ हजुर भनिरहँदाखेरि तपाईँलाई स्मरण छ तपाईँको निर्वाचन क्षेत्रमा अलि टफ खालको कम्पिटिसन हुन्थ्यो यस अगाडि हजुर होइन। त्यो बालवाला मन्त्री पूर्व मन्त्री एकदम होइन पार्टीको चाहिँ जिम्मेवार निकायमा रहेर काम गरेको पात्र त्यो खालको गरिमा बोकेको निर्वाचन क्षेत्र हो होइन। उहाँहरूलाई पाखा लगाएर टिकट लिएर आउनुभयो भन्ने आरोप छ क्या तपाईँलाई? होइन त्यस्तो नहुनुपर्छ। तपाईँहरूको सुन्नमा कसरी आयो गठबन्धनको कुरा भन्दा पनि नेपाली काङ्ग्रेसभित्र एउटा इच्छा गर्ने साथीहरूको त्यो त स्वाभाविक पनि रह्यो। मैले खोसेर लिएको चिज होइन होइन। अब नेताहरूले विश्वास गरेर दिनुभएको र हाम्रो रूपमा त्यो वातावरण निर्माण भएको त्यहाँ हो। खोसेर लिने भन्ने सवाल त मैले आफैले लिएर आउने कुरा त भने नेताले दिने नेताहरूले दिँदाखेरि पनि त्यो एउटा विवेक पुर्याउनु भयो होला होइन। के हरेक तरिकाबाट त्यसको अध्ययन गर्नुभयो होला त्यो मबाट सम्भावना देख्नु भएको र दिनुभयो भनेर बुझ्ने कुरा हो। अरू साथीले लाँदा पनि खोसेर लानुभयो भनेर मैले बुझ्ने र मैले ल्याउँदा नि खोसेर लियो भनेर अरू साथीहरूले बुझ्ने गल्ती हामीले गर्न हुँदैन। त्यो खालको छैन हामीहरूमा लगभग। म अरू क्षेत्रतिर लागिन तपाईँको क्षेत्रमा होइन तारानाथ राणाभाट होइन पूर्व मन्त्री थापा जो चाहिँ कानुन मन्त्री भएर काम गर्नुभयो होइन यज्ञबहादुर थापा तपाईँकै निवर्तमान पार्टी सभापति कृष्ण केसी पनि यस्तो छ उहाँहरूलाई चित्त बुझाउनु भएको छ तपाईँहरूसँग चुनाव यस्तो छ। हाम्रो आदरणीय नेता तारादाईको त उहाँले समानुपातिक पनि हाल्नु भएको उहाँसँग म उसको रेसमा थिइनँ होइन। अब हाम्रो पूर्व मन्त्री पूर्व सभापति यज्ञबहादुर दाईको हकमा उहाँ रेसमा खासै रहनु भएन। एकदमै नोमिनेसन आफ्नो आकाङ्क्षा व्यक्त गर्नु भए पनि मैले प्राप्त गर्नुपर्छ भन्ने हिसाबमा उहाँ हुनुहुन्थेन भन्ने मेरो बुझाइ हो होइन। तिमीहरू नै अगाडि बढ अब म 3 पटक चुनाव लडिसकेँ अब भोलिको राजनीति कसरी हुन्छ भोलि सोचौँला र अहिले तिमीहरू नै अगाडि बढ म त्यो दौडमा त्यसरी लागिराखेको छैन भन्ने कुराले उहाँले कम्फर्टेबल रूपमै रहनु भएको। उहाँ दुईजनाको हकमा त्यस्तो केही समस्या पनि रहेन। अहिले जोडतोडका साथ भनौँ न एउटा अभ्यास गर्नेमा हाम्रो निवर्तमान सभापति केसीजीको कुरा रह्यो र अरू केही साथीहरू अब जीवनजित यता समानुपातिकमा गइ नै हाल्नुभयो उहाँ पनि समस्या के रहेन। अब हाम्रो तिलक राणाबाजी कृष्ण केसीको अब मेरो आफ्नै पनि भन्नुहोस् होइन गुरु बराल मेरो आफ्नो भतिज पनि पर्छन् नाताले कि हामी 3-4 जनाको बिचमा एक खालको प्रयास चाहिँ गरिएको र त्यो गर्दा मैले लिएर आइसके पछाडि त्यस्तो खालको मन दुखाइ कहीँ कतै सानो रहेको भए पनि अब मेटिसकेको छ भन्ने मलाई मेरो बुझाइ छ र साथीहरू त्यसरी नै लाग्नु भएको छ। साथीहरू लाग्नु भएको छ त्यस कारण मन दुखाइ अब हराइसक्यो भनेर बुझ्नु त पर्यो एउटा कुरा। चुनावी माहौलमा फालिसक्नु भएको छ हजुर। परिणाम निकाल्ने कुराले त्यसलाई कतिको एकताबद्ध छ भन्ने कुरा देखाउँछ त भोलि परिणामले थाहा नै भइहाल्छ। परिणाम त निश्चित जस्तो अब एजेन्डामा छ। नेपाली कांग्रेस पार्टी यो मुलुकको पुरानो प्रजातान्त्रिक पार्टी होइन। त्यो प्रजातान्त्रिक पार्टी नामले प्रजातान्त्रिक तर उसका सांगठनिक संरचनाहरू हेर्यो भने उसका भातृ संस्थाको नेतृत्व चयनको आदि कुरा हेर्यो भने प्रजातान्त्रिक अभ्यासबाट कता कता ड्रिल भएको पार्टी भन्यो भने फरक पर्दैन होइन। सांगठनिक संरचनाभित्र होइन समयमै होइन त्यो आफ्ना विङ्सहरूलाई व्यवस्थित गर्नुपर्ने विङ्सहरूको त्योलाई निर्माण गर्नुपर्ने चिज हो नै। त्यहाँ कहीँ कतै हामी अल्मलिएको छ नेपाली काङ्ग्रेसको पार्टी अल्मलिएको छ। तर त्यो भनेर नेपाली काङ्ग्रेसको जुन प्रजातान्त्रिक चरित्र आदर्श हो त्यो मान्यताभित्र त काङ्ग्रेस दायाँ बायाँ हुन सक्ने अवस्था पनि रहेन। आवधिक नेतृत्व चयनलाई त फलो गर्नु पर्यो त्यो फलो गर्नु पर्यो गर्नुपर्छ भन्ने दबाब हामीले नेताहरूलाई दिएका पनि छौँ। मैले अघि पनि भने नि नेताहरू कहीँ कता अल्मलिनु भएको
भएको हो। अब अल्मलिन हुँदैन भनेर त हामी जस्ता कार्यकर्ताहरूले धेरै दबाब सिर्जना गरेपछि अब त्यो परिस्थितिको निर्माण हुन्छ। आवधिक निर्वाचनहरू गर्ने समयमै नै भातृ संस्थाहरू गठन गर्ने होइन, यो प्रक्रियालाई अब पार्टीले अगाडि बढाउने कुराको लागि पनि परेको छ, सोच गरेको छ। निर्वाचन आइहाल्यो, हिजोको दिन स्थानीय निर्वाचनले समातिहाल्यो, अहिलेको यो फेरि यो निर्वाचनले समात्यो होइन, यो आम निर्वाचनले। त्यसले गर्दाखेरि निर्वाचनको बिचमा निर्वाचन सम्बन्धी तयारी कुराहरू गर्नु पर्यो अलिक बढी भनेर नै नेताहरू यतातिर कन्सन्ट्रेट हुनुभयो र यो अब यस पछाडि त्यो स्मुथली जान्छ भन्ने हाम्रो विश्वास छ। त्यसरी नै काम गरिन्छ। त्यो गठबन्धन चाहने नचाहने हुन त अहिले सबैले चाहनुभयो, किनभने उम्मेदवार हुनुहुन्छ जित्नुपर्छ होइन, एक खालको लडाइँ देखिन्थ्यो नेपाली कङ्ग्रेसभित्र होइन। त्यो परिस्थितिबाट अगाडि बढ्नुभयो, मैले अगाडि नाम लिएका तपाईँहरूका नेताहरू हुनुभयो होइन। यो बिचमा अब तपाईँका घोषणा, तपाईँले गर्ने काम होइन, म यो ढङ्गले जान्छु भनेर कन्भिन्स गर्ने कुराहरू के रहे जनतासँग? यस्तो छ, मैले केही कुराहरू सार्वजनिक रूपमा आफ्ना प्रतिबद्धताहरू व्यक्त गरेको पनि छु। अब मिडियाहरू मार्फत होइन, मेरा विभिन्न भाषणहरू मार्फत म विशेष गरेर 5 वटा कुराहरूमा कन्सन्ट्रेट भएको छु। मैले केही एउटा आफ्नो 2टा प्रतिबद्धताहरू छन् मसँग र चाहिँ 5 वटा आफ्ना केही एजेन्डाहरू लिएर म निर्वाचनमा छु। र पहिलो प्रतिबद्धता भनेको के भन्दाखेरि म राजनैतिक हिसाबमा म नेपाली काङ्ग्रेसको कार्यकर्ता हो र नेपाली काङ्ग्रेसको मूल्य मान्यता र आदर्शसँग म नजिक छु। त्यो भएको कारणले काङ्ग्रेस हो। जहाँ विकासका समृद्धिका कुराहरू हुन्छन् त्यतिखेर म नेपाली काङ्ग्रेस मात्र होइन, नेकपा एमाले पनि हो, माओवादी पनि हो, अथवा अरू राजनीति मिन्स म साझो मान्छे हो होइन। र विकासका एजेन्डाहरूमा, रूपान्तरणको अभियानहरूमा हामी आग्रह पूर्वाग्रह, राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ। म त्यसमा उठ्छु, त्यो मेरो प्रतिबद्धता हो, त्यो मेरो एउटा हृदयको आवाज हो। मैले त्यो प्रतिज्ञा, त्यो प्रतिबद्धता व्यक्त गरेको छु, 1 नम्बर कुरा। दोस्रो नम्बर कुरा मेरो भनाइ कहाँनिर छ भन्दाखेरि कास्की जिल्लालाई प्राकृतिक हिसाबमा होइन हामीलाई फरक तरिकाबाट प्रकृतिलाई भगवान भनेर बुझौँ भने पनि मैले भन्ने गरेको छु। फेवाताल, बेगनासताल, रूपाताल भने जस्तै माछापुच्छ्रे आदि इत्यादिको जो प्राकृतिक कुराहरू छन् त्यसले काङ्ग्रेस पोखरालाई अथवा विशेष गरेर कास्की जिल्लालाई अलिक बढी चिनाएको रहेछ। र तर पनि हाम्रो मानवीय कर्महरूले, हाम्रो विचारका दृष्टिकोणले, कार्ययोजनाका दृष्टिकोणले होइन त्यो हामीले त्यसरी कास्की जिल्लालाई आम रूपमा चिनाउन सकिएको रहेनछ र कास्की जिल्ला राजनैतिक हिसाबमा पछाडि परेको हो कि भन्ने देखिन्छ। हुन त हाम्रो अग्रजहरूले त्यसको लागि अभ्यास गर्नुभयो, नगर्नु भएको होइन, यहाँसम्म त्यसै आएको अवस्था त होइन नै होइन। तैपनि जुन आम रूपमा जनतामा जुन खालको सपना थियो, प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका जुन सपनाहरू विशेष गरेर नेपाली काङ्ग्रेसले पनि भन्यो र समाजवादको आन्दोलनका कुराहरू, समाजवाद प्राप्तिका कुरा त कम्युनिस्टहरूको पनि अब एउटा कमन भाषा भइसकेको छ, काङ्ग्रेस कम्युनिस्ट सबैको होइन। यो हामीले हेर्ने दृष्टिकोण लक्ष्य जहाँ हो त्यो लक्ष्यमा पुगेका छैनौँ, लक्ष्यमा पुग्ने प्रयत्न कहीँ पनि हामीहरूले गरिएका छैन। त्यसको भनेको हामीले राजनैतिक रूपमा आफ्नो स्पष्ट दृष्टिकोण र विचार निर्माण गर्न सकेनौँ भन्ने नै हो। त्यसलाई म कास्की जिल्लाको जुन प्राकृतिक चिनारी छ नि, त्यो यो पर्यटकीय चिनारी, प्राकृतिक चिनारी, राजनैतिक चिनारी पनि थपेर यसलाई चाहिँ राजनैतिक रूपमा स्थापित कास्की जिल्लामा त पोलिटिकल्ली पनि यो तरिकाबाट विचार आएको छ, कार्यक्रम आएको छ, योजना आएको छ, यसरी चाहिँ आम अरू जिल्लालाई पनि कास्की जिल्लाले गाइड गरिरहेछ भन्ने एउटा इम्प्रेसन दिने गरी म काम गर्छु भन्ने मेरो प्रतिबद्धता छ। र त्यसको अलावा अरू मैले संसदको अलिकति जुन हामीले गतिविधिहरू देख्छौँ, संसदमा टेबल फोड्ने, हुर्काउने, निदाउने होइन, त्यहाँ चाहिँ कुनै सरकारबाट अथवा आफ्नो पार्टीबाट कुनै प्रस्ताव आयो भने, कुनै विधेयकहरू आयो भने त्यसको कुनै क्वालिटी डिस्कसन नभइकन पक्ष विपक्षमा त्यसो टेबल ठोक्ने अनि हजुर हजुर भन्ने टाउको हल्लाएर सहमति असहमति जनाउने भन्दा बाहेक अधिकांश सांसदहरू, केही सांसदहरूले त गर्नुभएको पनि छ त्यो प्रयासहरू, तर अधिकांश सांसदहरूको भूमिका त्यस्तो देखिन्छ। त्यो भूमिका जहाँ संसद सरकारलाई गाइड गर्नुपर्ने संसद हो होइन, सरकार नीति निर्माणको क्वालिटी नीति निर्माणहरू गर्नुपर्ने ठाउँ हो, त्यसमा सांसदहरूले मेरो भूमिका के हो नै भन्ने थाहा नपाएका सांसदहरू पनि अधिकांश पुगेको देखिन्छ नि संसदमा। त्यो त तपाईँ हामीले त्यहाँका सञ्चालन प्रक्रियाहरू, त्यहाँका गतिविधिहरू हेरेर पनि थाहा हुन्छ संसदभित्र। त्यसलाई म समग्र रूपमा त्यसको मर्यादा बचाउने कुराका लागि संसदभित्र आवाज निकाल्ने र त्यसलाई बाहिर पनि जनमत सङ्कलन गरेर दबाब सिर्जना गरेर संसदलाई साँच्चै मर्यादित संस्था बनाउने यो कुराको मेरो एउटा प्रतिबद्धता हो। अनि अर्को मेरो 2टा के छ भने राजनीतिमा शुद्धता मेरो प्रतिबद्धता भन्ने मेरो एउटा आफ्नो कोटेसन पनि बनाएको छ। 5वटै मेरो आफ्नो छुट्टा कोटेसनहरू छन् होइन। अब त्यो के भने राजनीति धेरै कारणले बिग्रिएको हो नि, तपाईँ हामीले बुझेको राजनीति निर्वाचनका कारणले होस् अथवा हामी सरकार सञ्चालन गर्ने निर्णय प्रक्रियाका कुराले होस्, राजनीति धेरै कारणले बिग्रिसकेको अवस्था हो। अब राजनीतिमा एउटा राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई गाली गर्ने, घृणा गर्ने
होइन भन्ने कुराहरूभन्दा बाहेक राजनीतिभित्र पनि प्रेम सद्भाव हुन्छ, हार्दिकताका साथ छलफल र बहस गर्न सकिन्छ कुनै एजेन्डामा होइन। देशको जनता र देशलाई केन्द्रमा राखेर हरेक राजनीतिक पार्टीले त्यो हार्दिकता निर्माण गर्न सक्नुपर्छ, त्यसले मात्रै देशलाई अगाडि लैजान सक्छ भन्ने मेरो मान्यता हो। अनि मेरो आफ्नो स्वभाव शैली पनि त्यस्तै खालका छन्, कसैसँग द्वेष राख्ने मेरो चलनै छैन, म त्यो राख्दा पनि राख्दिनँ। अब मान्छेसँग जे छ त्यही कुरा बाहिर ल्याउने त हो नि होइन। त्यो भएको मैले त्यसमा राजनीतिक शुद्धता निर्माण गर्नुपर्छ, यो निर्वाचनको आचार संहितालाई पनि हामीले राम्रोसँग पालना गर्नुपर्छ होइन। निर्वाचनलाई हामीले जसरी व्यथितिपूर्ण बनाएका छौँ त्यसलाई थोरै व्यवस्थित गर्नुपर्छ भन्ने मेरो एउटा राजनीतिक शुद्धताको कुराहरूमा म त्यसमा कन्सन्ट्रेट छु। र 3 नम्बर कुरा मैले चाहिँ नि अब यो देशको समृद्धि जो कुराहरू छ यसलाई चाहिँ नि अलिक कृषि र पर्यटनसँग विशेष गरेर कास्की जिल्लाको हकमा मैले कुरा गरी सोचिदिएको। त्यो पहिला पनि मैले उद्यमशीलतासँग जोड्थेँ हजुरहरूलाई, हजुरसँगै बसेर धेरै कुरा गरेको छु। त्यसमा अब देशको समृद्धि कहाँबाट खोज्ने भन्ने हो कि देशको विकास गर्ने कुनै पनि नेताले विकास नगर्ने त भन्नुभएकै छैन नि। मैले पनि त्यही भनेको छु, अर्को नेताले भन्नुभएको छ, अर्को नेताले भन्नुभएको छ, तर हामीले अपेक्षित विकास त फेला पार्न सकेका छैन। त्यसकारण हामीले हिँड्ने बाटो नै फेला पारेनौँ कि भन्ने एउटा लाग्छ क्या त्यो कारण। त्यसकारण कास्की जिल्लाको हकमा एउटा कृषिलाई र पर्यटनलाई अलिकति फरक तरिकाबाट सोच्ने हो, एउटा अभियानकै रूपमा एउटा आन्दोलनकै रूपमा सोच्न सकिने हो भने एउटा रोजगारी सिर्जना गर्न पनि सकिन्छ होइन। गाउँको विकासलाई त्यसले धेरै ठुलो सपोर्ट पनि गर्छ, बेरोजगारीको न्यूनीकरणलाई आय प्रतिस्थापन गर्ने जुन सरकारकै नीति छ त्यसलाई पनि त्यसले सपोर्ट गर्छ। आय प्रतिस्थापन त्यसै हुने चिज त भएन नि त, त्यसको लागि हाम्रा गराफटाहरू बाँझा राखेर हामीले कहाँको आय प्रतिस्थापन गर्न सक्छौँ। त्यस कारण कृषि क्रान्ति पर्यटन क्रान्ति आवश्यक छ भन्ने मेरो एउटा सोच। त्यो खालको नीति निर्माणहरू गर्नुपर्छ राज्यले होइन। जो कति गरिएका पनि छन् तर त्यसलाई इफेक्टिभ रूपमा त्यसको इम्प्लिमेन्टेसन भएको छैन, त्यो पनि नभएको अपुरा र अधुरा खालको कानुनहरू पनि बनाउनु पर्यो। कृषिमा मान्छेलाई लगाउनको लागि उत्प्रेरित कसरी भने कृषि संसार मुलुककै राम्रो पेसा हो भनेर एउटा सम्मानित पेसाको रूपमा कृषिलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने मेरो कन्सर्न हो। मेरो त्यसको लागि कानुनले पनि व्यवस्था गर्न पर्यो, राज्यले दिने सुविधाले पनि व्यवस्थित हुनु पर्यो। राज्यले पनि कृषि ठाउँमा लागेका कृषि पेसामा लागेका साथीहरू किसानहरूलाई त्यही खालको राज्यले सुविधा दिनु पर्यो क्या। तपाईँले एउटा व्यवस्थित रूपमा कृषिमा लाग्नु, तपाईँलाई स्वास्थ्य उपचार निःशुल्क हुन्छ तपाईँ परिवारको लागि भन्ने हो कि, या एजुकेसन निःशुल्क हुन्छ भन्ने हो कि, एउटा केही न केही एउटा आकर्षण चाहिँ किसानहरूलाई सहुलियत ऋणका कुराहरू छँदैछन् त्यसलाई अझै व्यवस्थित गर्नु, अझै कम गर्नुपर्ने हो कि, अनुदानका कुराहरूलाई फरक तरिकाले व्यवस्थित गर्नु छ नि त थुप्रै सम्भावनाहरू छन्। किशोर दत्त बराल अनुदानका कुराहरूलाई फरक तरिकाले व्यवस्थित गर्नु छ नि त थुप्रै सम्भावनाहरू छन्। किशोर दत्त बराल एजेन्डा बनाउन र त्यसको व्याख्या गर्न माहिर पात्र त्यो पार्टीभित्र पनि बाहिर पनि हो, लगभग थाहा भएको विषय हो। तर जनतामा के कन्फ्युजन छ भने बोल्ने मात्र नभएर सबै कुराहरू गर्ने कसले हो? सुन्नु न, म गर्ने विश्वास चाहिँ कसरी? म गर्ने ठाउँमा त छैन नि। म पार्टीको सभापति भएर मैले हिजो त म 1 वर्ष अगाडि नै भयो पार्टीको 1 वर्ष पनि भएको छैन लगभग होइन। पार्टीको सभापति भएँ। पार्टीको सभापति एक्जिक्युसनको पाटो त होइन। मेरो आफ्नो नीति निर्माणमा मेरो कुनै हस्ताक्षर र मेरा कुराहरू त चल्दैनन्। पार्टीको सभापतिको रूपमा त मैले त दबाब सिर्जना गर्ने हो, राज्यलाई दबाब सिर्जना नै गर्ने हो नि मेरो काम त। त्यो दबाब सिर्जना गर्ने काम पार्टीको सभापतिको रूपमा मेरो आफ्नो एजेन्डाको रूपमा मैले गरेकै छु होइन। अब त्यसमा त कुनै कन्फ्युजन छैन, मैले आफूले गरेको छु, लेखहरू मार्फत भाषणहरू मार्फत नेताहरूलाई भेट्दाखेरि त्यो गरेको छु। तर अब अहिले मलाई संसदमा साथीहरूले होइन मतदाताहरूले पुठाउनु, जनताहरूले पुर्याउनु भयो भने म एक ठाउँमा छलफल र बहस गर्ने ठाउँमा त बल्ल पुग्ने हो नि म त। अनि त्यतिखेर बल्ल मेरो टेस्ट हुन्छ कि एउटा सभापतिको रूपमा यो बोल्छ मात्रै भन्ने चिजले त अर्थै भएन। त्यो त बोल्नु कुनै न कुनै चिज त विचारबाटै आउने हो नि त। तपाईँलाई थाहा छ नि तपाईँसँग प्रतिस्पर्धा गर्नेहरू फ्रेस अनुहार धेरै छन्। हजुर एकदमै छैन होइन। तपाईँ जस्तो एउटा आधार बनेको पार्टी गठबन्धन गरेर नगएको छुट्टै होला होइन। उनीहरूले पनि भन्ने त त्यही नै हो, जनताले चाहिँ केमा विश्वास गर्ने भन्ने हो कि कसरी विश्वास दिलाउने भनेको। अहिले सबै गरेर विश्वास दिलाउने त आधार त रहेन, तर जनतासँग त्यो विश्वास गर्ने आधार किन छैन भने हिजो यस्ता एजेन्डा ल्याउने र त्यो काम नगर्नेहरू धेरै भए। धर्म ध्यान हो, धर्म ज्ञान हो, धर्म विवेक हो, धर्म समानता हो, र हामीले गर्ने पूजा आजा खुसी हो, आत्मसम्मान हो, प्रकृति प्रेम हो, शान्तिको प्रतीक हो। यसरी नै सभ्य समाज निर्माणमा अगाडि बढेको छ सदाशिव पूजा सामग्री पसल। हजुर, हामी कहाँ विवाह, व्रतबन्ध, एकाहा, सप्ताह, सत्यनारायणको पूजा, पितृ पूजाका सामग्रीहरू होलसेल मूल्यमा पाइनुको साथै पण्डितको पनि व्यवस्था रहेको छ। सदाशिव पूजा सामग्री पसल, पोखरा 8 सिर्जना चोक, आलुमाइला जाने बाटो, व्हाइट हाउस पार्टी प्यालेस सँगै। सम्पर्क नम्बर 98 560 44 779।
सम्पूर्ण प्रकारका कफी आइटमका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ अल बबल टी आइटम, कफी मेसिन, क्यासिडियो एन्ड फिमा, मर्निङ सिरप, जेटीसी ब्लेन्डर, रिफ्रेसो कफी बिन्स साथै सबै प्रकारका कफी ब्रुइङ आइटमहरू उपलब्ध छ। सम्पर्क आरपी सप्लायर्स, पोखरा मासबार, प्रोपाइटर रामप्रसाद अधिकारी, मोबाइल 9856 30 852 र 9801 22 723। पेपर, प्लास्टिक तथा अल्युमिनियमका सामानहरूका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ टिस्यु, न्यापकिन, टोयलेट रोल, अल्युमिनियम फोइल, प्लास्टिक फोइल, कन्टेनर तथा सम्पूर्ण प्लास्टिकका सामानहरू उपलब्ध छ। सम्पर्क भानुभक्त पेपर प्लास्टिक स्टोर, डेम साइडबाट 20 मिटर भित्र, पुलचोक। प्रोपाइटर अर्जुन वास्तोला, मोबाइल 9856 12045, टेलिफोन 061 461 081। हामी विगत 5-6 वर्षदेखि ड्याम साइड पोखरा 17 ड्याम साइड पार्कबाट अलिकति भित्र पुलचोक भन्ने ठाउँमा हाम्रो यो होलसेल पसल सञ्चालनमा आएको छ। यहाँ तपाईँलाई चाहिने घरयासी सामान, होटल रेस्टुरेन्टलाई चाहिने सम्पूर्ण सामानहरू हामी उपलब्ध गराउँदै आएका छौँ र तपाईँहरूलाई आवश्यक पर्ने टेक अवेका सामानहरू, अल्युमिनियम फोइल, प्याकिङ कन्टेनर, टिस्युहरूका सबै अप्सन छन्, न्यापकिन पेपरहरूका सबै अप्सन, टेक अवेका सामानहरू तपाईँ कहीँ जानु पर्दैन, एउटै छानामा मुनि तपाईँहरूलाई उपलब्ध हुन्छ। होम डेलिभरीको व्यवस्था पनि छ। धन्यवाद, नमस्ते। कालिका बहुमुखी क्याम्पस काजीपोखरीको नयाँ भर्ना सम्बन्धी सूचना। यस कालिका बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रका लागि बीबीएस, बीए, बीएड जस्ता विषयहरूमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ। शान्त एवं रमणीय शैक्षिक वातावरणमा न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ। हाम्रा विशेषताहरू: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, व्यवस्थित पुस्तकालय एवं खेलकुद अतिरिक्त क्रियाकलाप सहितको पठन पाठन, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान, इन्टरनेटको सुविधा, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ। के तपाईँ आकर्षक गहनाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने आकर्षक डिजाइनका गुणस्तरीय गहनाहरूका लागि पोखरा 17 पार्दी बिरौटामा रहेको पुम्दीकोट ज्वेलर्सलाई सम्झनुहोस्। हामी कहाँ छड्कुती लारी, रानीहार, मिडियम हार, सिक्री, औठी, नौगेडी, थकाली गेडी, टप, झुम्का, कंगन, चुरा, बाला, मुगु माला, मालाहरू राशि अनुसारका पत्थरहरू साथै हीरा र क्यारेटका गहनाहरू पनि पाइन्छ। साथै विदेशमा तालिम प्राप्त दक्ष कालीगरद्वारा तयारी सुनचाँदीका गरगहना तथा पुराना डिजाइनका गरगहना बनाउनुका साथै तपाईको इच्छा अनुसारका गरगहना अडली तयार गरेर पनि दिइन्छ। पुनश्च 22 क्यारेटका गरगहनाहरू पाइनुका साथै खरिद बिक्रीका लागि पनि हामीलाई सम्झनुहोस्। सम्पर्क पुम्दीकोट ज्वेलर्स, सुनचाँदी पसल, पोखरा 17 पार्दी बिरौटा। टेलिफोन 061 466 336, मोबाइल 9856 37 153, 98 461 37 153। प्रोपाइटर रामजी सुनार। पोखराको मुटु सिर्जना चोकमा अत्याधुनिक पर्वत शर्मा अटो वर्कशप तथा कार वाशमा तपाईँ सबैलाई स्वागत गर्न चाहन्छौँ। हाम्रा सेवाहरू टायर रिपेयरिङ नयाँ तथा पुरानो उपलब्ध छ। बाइक तथा स्कुटर सर्भिसिङ, कार वाशका साथै रोभिङ र पोलिसिङ पनि गरिन्छ। अनुभवी मिस्त्रीद्वारा सर्भिसिङ तथा सफाई गरिन्छ। मोबिल तथा पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। 5 पटक गाडी धुँदा 1 पटक फ्री रहेको जानकारी गराउँदछौँ। सम्पर्क ठेगाना पर्वत शर्मा अटो वर्कशप तथा कार वाश, सिर्जना चोक, पोखरा। 400 साइकलको ठिक अगाडि। सम्पर्क नम्बर भुवनन्द बस्याल 9806 13506, मधुसूदन बस्याल 9806 70481, बालकृष्ण बस्याल 9851 81437। कृपया एक पटक सेवा गर्ने मौका दिनुहोस्।
के तपाईँ घर सजावटका सामानहरूको राम्रो सिलाइको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सम्झनुहोस् ईश्वरीय टेलर्सलाई। हामी कहाँ हरेक प्रकारका सोफा कभर, सिट कभर, पर्दा, स्काइल्याब, कार्पेट, डन्डी, सिरक, ब्ल्याङ्केट, कुसन, तन्ना पाइनुका साथै अर्डर अनुसारका सामानहरू तयार गरिन्छ। सम्पर्क ईश्वरीय टेलर्स, सिद्धार्थ चोक भन्दा 100 मिटर माथि, रामकृष्ण टोल, प्रोपाइटर भरत गुरुङ। मोबाइल 98 64 522, 98 960 विष्णुमाया गुरुङ। मोबाइल 98 36 94 003, 98 065 583। पुनश्च सुपथ मूल्यमा सिलाइनुको साथै होम डेलिभरीको सुविधाका साथ फिटिङको पनि सुविधा रहेको छ। जनताले चाहिँ केमा विश्वास गर्ने भन्ने हो कि कसरी विश्वास दिलाउने भनेको अहिले सबै गरेर विश्वास दिलाउनु त आधार त रहेन। तर जनतासँग त्यो विश्वास गर्ने आधार किन छैन भने हिजो यस्ता एजेन्डा ल्याउने र त्यो काम नगर्नेहरू धेरै भए। अनि त्यो त म चाहिँ अहिले जनताको बिचमै जाँदाखेरि पनि मैले जनताको बिचमा चाहिँ सार्वजनिक धारणाहरू राखेको छु। मैले जनतालाई प्रष्ट भनेको छु। मैले तपाईँलाई हिजो जसरी नेताहरू आउनुभयो जे भन्नुभयो र तपाईँहरूले हिजोको अपेक्षा जहाँ गए पनि तिमीहरू नि यस्तै होला, जुन जोगी आए पनि कानै चिरेका, पहिला पनि धेरै वर्षौँदेखि भोट हालियो, के भएर के पाइयो र किन भोट हाल्ने, जनताको त्यो त आक्रोश त व्यापक रूपमा छ नि त। अनि त्यो व्यापक रूपको आक्रोशलाई मैले के भनिराखेको छु भने मैले तपाईँहरूलाई यो गरिदिन्छु भनेर आएको होइन, तपाईँ र हामी मिलेरै गर्ने कुरा हो। मैले धेरै ठाउँमा यो भनेको छु, हामीले व्यवस्थित रूपमा हामीले एउटा गुणस्तरीय योजनाहरू निर्माण नै गर्न सकेनौँ, गुणस्तरीय छलफलमा हामीहरू जुट्नै सकेनौँ। खालि भोट लिने कुराका लागि म एउटा उम्मेदवार भएर तपाईँलाई जे पनि गरिदिन्छु भन्ने मैले भन्ने र तपाईँहरूले पनि त्यसलाई पत्याउने भएका कारणले बिग्रिएको हो त समाज। अनि तपाईँ एउटा उम्मेदवार गाउँमा आउँदाखेरि तपाईँहरूले उम्मेदवारबाट त छलफल र बहस गराउन सक्नु पर्यो नि। म त तैँले के गर्छस्, अनि कसरी गर्छस्, त्यसको स्रोतहरू व्यवस्थापन कसरी गर्छ आदि इत्यादि होइन धेरै कुराहरू। हामीलाई कार्यक्रम चाहियो, हामीलाई योजना चाहियो, हामीलाई रोजगारीको कुरा चाहियो भन्नु पर्यो। गाउँका जनताहरूमा गयो, अब त्यो कुरा पाइँदैन होइन। समस्या त गाउँका जनताको अपेक्षा त्यो निर्वाचन फेरि अर्को खालको छ उहाँहरूको सोच कि उम्मेदवार गइसकेपछि के सानातिना जिना मसिना कुराहरूतर्फ नै अल्मलिएका छन्। तिमीहरूको के हो भनेर छलफलै छैन। अनि मैले त्यसो भनेको म तपाईँहरूसँग मैले यो गर्छु, तपाईँले स्पष्ट रूपमा सबै राजनीति म उम्मेदवार भइसकेँ, म अहिले तपाईँलाई कुनै कमिटमेन्ट गर्दिनँ। तपाईँहरूको सामान्य जे समस्याहरू छन्, गर्नै पर्ने दिनानुदिनका समस्याहरू एउटा जनप्रतिनिधिको रूपमा गर्नुपर्ने कुरा गर्छु। जनप्रतिनिधि नभए पनि एउटा समाजको नागरिकको हिसाबमा पनि गर्नुपर्ने हुन्छ नि। बाटो साना खाल्डा खुल्टी पुर्नु पर्यो, कुनै बिजुलीका पोलहरू ढले उठाउनु पर्यो, यी कामहरू त गर्नै पर्ने काम हुन्। त्यो त एउटा सामाजिक उत्तरदायित्वभित्रै पर्यो। तर आम रूपमा तपाईँले 3टा कुरा गरिदिनुहोस् मैले भनेको छु। मैले तपाईँलाई स्पष्ट रूपमा तपाईँहरूलाई मैले सुरुको एउटा 1 वर्ष म तपाईँहरूको लागि 2टा काम गर्छु। तपाईँहरूका लागि मिन्स जनताहरूका लागि, जनताहरूले तपाईँले आफ्नै लागि एउटा काम गर्न सुरुमा एउटा अभ्यास गरौँ, ट्रायल गरौँ न त। अहिलेसम्म जुन अभ्यास भएको छैन त्यसलाई ट्रायल गरौँ। मैले त्यो के भने मेरो एउटा काम भनेको म एजुकेसनभित्र हाम्रो नेपालको शिक्षा प्रणालीभित्र एउटा करिकुलम यस्तो थप्नु पर्यो, इन्टरप्रेन्योरसिपको करिकुलम, उद्यमशीलताको करिकुलम होइन, उद्यमशीलताको करिकुलम पाठ्यक्रम चाहिँ विद्यालय शिक्षामा थप्नु पर्यो। त्यसको लागि चाहिने आवश्यक नीति निर्माण के हो, कस्तो कानुन बनाउनु पर्ने, पाठ्यक्रम चेन्ज गर्ने जुन प्रक्रियाहरू हुन् त्यसको लागि म राज्यलाई दबाब दिने कुराहरू, संसदबाट त्यो खालको कानुन निर्माण गर्ने, शिक्षा कानुन निर्माण गर्ने कुराहरू त्यसमा म लाग्छु। त्यसमा हाम्रो पढाइरहेका पाठ्यक्रमहरू जसरी छन्, जसरी पढाएका छौँ, जसरी विद्यार्थी मूल्याङ्कन गरेका छौँ त्यसलाई थोरै चेन्ज गरौँ। एउटा त्यसमा अनि त्यो एजुकेसनमा ह्याप्पी एजुकेसन पनि थपौँ, पिस एजुकेसन पनि थपौँ। एउटा हामीसँग परम्परागत रूपमा चलिआएको एजुकेसन छ, एउटा त्यसलाई चाहिँ हामीले उद्यमशीलता पनि थपौँ र ह्याप्पी एजुकेसन अथवा पिस एजुकेसन जे भनौँ त्यो पनि थपौँ। यी 3टा चिजहरू पुर्याइदिने भने मैले हात भनेको सिप होइन, मैले टाउको भनेको ज्ञान जो हामीले प्राप्त गरिराखेका छौँ, अनि हार्ट भनेको हृदय जो भन्छौँ जसमा प्रेम र हार्दिकताको छलफल र बहस हुन्छ। यी 3टा एजुकेसन 3H पनि भन्ने चलन छ होइन, ह्यान्ड, हेड र हार्ट होइन। यी 3टा एजुकेसनहरू जोड्नु, त्यो भयो भने बल्ल कम्प्लिट एजुकेसन हुन्छ। अहिले हामीले दिएको एजुकेसन विद्यालयको त्यो क्वालिटी एजुकेसन होइन, त्यो खालको एउटा एजुकेसन। म त्यसको लागि बहस, राष्ट्रिय रूपमा बहस विषयमा गर्ने र कानुन संशोधन गर्ने कुरा र विद्यालय एजुकेसनलाई सुधार गर्ने कुरा यही संरचनाभित्र गर्न सकिन्छ। धेरै ठुलो साधन र स्रोत चाहिँदैन भन्ने एउटा कुरा छ, त्यो गर्न सकिने विषय हो। मैले कुनै यो फेरि हाम्रो कास्की जिल्लाका लागि मात्रै होइन, मुलुकभरि नै त्यो आवश्यकताको कुरा म एउटा राष्ट्रिय एजेन्डाको रूपमा बहस चलाउँछु। 1 नम्बर कुरा। अनि 2 नम्बर कुरा हामी के गरौँ भने योजनाका बारेमा छलफल गरौँ।
योजना बारे दुईटा म तपाईँहरूको लागि म तपाईँहरूसँग के भन्छु भने एउटा कृषि र पर्यटनको कुरा गरेँ मैले थोरै अलमल। 1 नम्बरमा एजुकेसनको कुरा गरेँ। 2 नम्बरमा कृषि र पर्यटनको हकमा यो मुलुकले खोजेको वातावरण कस्तो वातावरण हुँदाखेरि मान्छेहरू कृषिमा आकर्षित हुनु, त्यसको अध्ययन, त्यसको अनुसन्धान गर्ने र त्यो खालको नियम कानुनहरू बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्ने बाटो र दिन पर्ने सुविधाहरूको बारेमा म सरकारलाई दबाब सिर्जना गर्ने काम, राष्ट्रिय लबिङ त्यसमा म गर्छु। यो भनेको यो दुईटै पाटोहरूमा धेरै ठुलो खर्च आउने कुरा हो। एउटा विचार सम्प्रेषण समाजमा गरेर त्यो सम्प्रेषणमा गाउँ गाउँमा छलफल र बहस हुनुपर्छ। यो दुईटा कुरा म गर्छु तपाईँहरूको लागि। तपाईँ त होइन, यो त आश्वासन भएन नि जनतालाई दिएको झुटो तैँले किन म त्यो गर्ने भोलि थाहा पाइने कुरा नि भइहाल्छ। थर्ड मैले के भनेको छु भने कमसेकम एउटा गर्न त धेरै गर्ने हो, कोसिस त्यता गरौँला, तर एउटा योजना तपाईँहरूका लागि तपाईँहरूले नै छनौट गरेर मलाई दिनुहोस् हैन। कुनै एउटा गाउँपालिका क्षेत्र नम्बर 1 का जनताहरूलाई होइन, गाउँ नगरपालिकाका वडाहरू अथवा गाउँपालिकासँगै गाउँपालिका भयो, तपाईँ हरेक राजनीतिक पार्टीका मान्छेहरू एक थलोमा बस्नु। म आउँछु आफ्टर इलेक्सनमा आउँछु, तपाईँहरू सबै निर्वाचित गराएर पठाउनु भयो भने म तपाईँहरूसँग आउँछु होइन। तपाईँ जनप्रतिनिधिको रूपमा म त्यहाँ आउँछु। त्यहाँ आसिन तपाईँ एमाले माओवादी काङ्ग्रेस कोही नभन्नुहोस्, राजनीतिक पूर्वाग्रहबाट माथि हुनुहोस् र तपाईँ सबै दाजुभाइहरू यहाँ छलफल र बहस गरौँ। भयो के भन्नुहुन्छ हाम्रो समाजमा भने कोही मान्छे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छ भने उसको ध्यान त्यो विद्यालयभन्दा पर समाजमा कहीँ पनि छैन। या कोठा बनाउनु पर्ने या टिन थप्नु पर्ने हो, त्यो कुरा जो नेताहरूलाई भने हाम्रो विद्यालय बनाइदिनु पर्यो। त्यति त्यो फेरि भौतिक संरचनासँग बढी जोडिएको विषय छ। कोही बाटोको अध्यक्ष भयो भने मलाई बाटो बनाइदिनु पर्यो भन्छ। कोही खानेपानीको समितिको अध्यक्ष छ भने उसको खानेपानीको मात्रै, कोही मन्दिरको छ भने हाम्रो त समाज यही न हो। अब यस्तो खालको समस्याभित्र कुन कामहरू भनेको आफ्नो समस्या सबभन्दा ठुलो सबैलाई जुन जिम्मेवारीमा छ त्यसलाई त्यति गर्न पायो भने त्यो ओभरअल त्यसले समाजलाई पार्ने इम्प्याक्ट के हो, त्यो आवश्यकता हो कि कुन हो त नि। आवश्यकता त सबै हुन्, तर पहिलो आवश्यकता के हुँदा आम रूपमा चेन्ज आउने हो त नि, त्यो समाजमा खुसी आउने हो त नि भन्ने कुरामा त थाहा हुनु पर्यो नि। त्यसको लागि समाजका सबै मान्छेहरू एकबद्ध भइदिनु पर्यो कि त्यो भएर यो काम हाम्रो लागि बाटो हो भनेर बाटोको प्राथमिकता हो भने त्यो बाटो पहिलो वर्षमा त्यसको लागि चाहिने साधन स्रोतहरू खोज्ने, दबाब दिने तपाईँहरूलाई नै लिएर गर होइन। म गर्छु भने तपाईँहरू राजनीतिक पार्टीका मान्छेहरू यहाँ बस्नु, म बस्छु, बाटोको प्राथमिकता हो भने तपाईँहरूलाई कहाँ लानुपर्ने हो, दबाब स्वरूपहरू कहाँ दिनुपर्ने हो, अथवा राष्ट्रिय रूपमा पार्ने योजनाहरूमा त्यसलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूसँग म कुरा गर्छु र त्यसलाई गर्न सकिन्छ। एकीकृत भएर जाने हो भने र सबै पार्टीहरू त्यहाँ जोडिने हो भने हुन्छ। या त नेकपा एमाले सुरु गर्यो, काङ्ग्रेसले विरोध गरिरहेछ, काङ्ग्रेसले सुरु गर्यो, नेकपा एमाले विरोध गर्छ, माओवादीले विरोध गरिरहेछ। धेरै ठाउँमा त हामीले विकासलाई व्यवस्थित गर्न नसकेको उदाहरण त यिनै हुने त। अब त्यसलाई गर्न दिन हुँदैन भनेर मैले जनताको यही रूपमा धेरै लामो हुन सक्छ, यही रूपमा भन्दा जनताहरू खुसी देखिनुहुन्छ, पुरा टर्र ताली बजाउनुहुन्छ क्या मेरो यो कुरामा। त्यसले मलाई उत्साह दिन्छ। फेरि त्यसमा म इमान्दार बोलेको भोट मैले तपाईँहरूलाई भोट मैले इमान्दार त बोल्नु मैले यसो भने हजुरलाई ठिक छ, तपाईँ इमान्दार बोल्नुभयो, तर अभ्यासको कुरा गर्नुभयो भने हामी कहाँ योजना आयोग छ होइन, त्यसले साउन्ड गर्छ नि त, गर्नुपर्ने हो नि त होइन, गर्छ औपचारिकता त पुरा गर्छ नि। कहाँ गर्ने अब हजुर म यही भन्छु मैले अब आएको मैले सुन्नु न। तर बजेट आउने बेला के गर्छ भने योजना पार्ने बेलामा नेताको खल्तीबाट आउने कार्यकर्ताको चिट जान्छ, त्यसपछि आउने न हो। हामी त्यहाँभन्दा ठुलो अभ्यास त्यो पीडालाई त पीडाबाट त बाहिर आउनु पर्यो नि त हामीहरू। मेरो अहिले अभ्यास त्यसैकै लागि हो कि। कसरी चिर्नुहुन्छ तपाईँसँग अहिले चुनावमा हिँड्ने होइन, बिहान बेलुका ल किशोर दाई भएर काँध थाप्नेहरू भोलि फेरि उनीहरूको अपेक्षा पुरा त्यो त एउटा लिडरले त कन्भिन्स गराउनु तपाईँलाई टिकट दिने देश बन्द न त त्यो हिम्मत लिडरले नगर्ने हो भने यो देश बन्नेवालै छैन। कहीँ न कहीँबाट सुरु गर्नै पर्छ। अपमानित होइएला, मान्छेले आदर्शवादी कुरा भन्लान्, अव्यवहारिक भन्लान्, तैपनि एउटा अभ्यास कहीँ न कहीँबाट सुरु गर्नै पर्छ। त्यो अभ्यास मैले सुरु गर्ने हो भन्ने मेरो कुरा हो कि। मैले जनतालाई भने त मैले तपाईँहरूलाई मैले के भनौँ, म अब तपाईँहरूलाई भन्नै मलाई अलमलमा छु। सकिन्छ त। मैले जनतालाई के भने एउटा इन्ट्रेस्टिङ मैले इन्ट्रेस्टिङ के भने म जनताहरूलाई म यहीँनिर जोड्न चाहन्छु। हाम्रो आम बोली चालीमा अथवा भाषणमै भन्नुहोस्, मैले मसँग दुईवटा मलाई डर लाग्छ तपाईँहरूसँग भाषण गर्न। तपाईँले पहिलादेखिका कुराहरू जोड्नुहुन्छ। म तपाईँलाई भोट लिनका लागि तपाईँहरूलाई ढाँचु कि म सत्य कुरा बोलुँ? मैले जनतालाई यो भने मैले ढाँटौँ अथवा सत्य कुरा बोलौँ? म सत्य कुरा बोलौँ भने तपाईँहरूले मलाई भोट दिनु न कि भन्ने डर। झुटो कुरा बोलाउँ भने माथि भगवान पनि छ, हृदय पनि छ, इमानदारता पनि छ भन्ने कुराको अर्को पिर्दा म त्यतिकै सचेत छु। मैले के बोलौँ भन्दा मैले सत्य मैले सोच्छु। जनता तपाईँले सत्य बोल्नुहोस् भन्छ, त्यो सत्य बोल्नुहुन्छ मेरो भोट घटाउनु न होइन। म सत्य बोल्छु। सत्य बोल्ने भनेको यो तपाईँ हिजो आज हामी नेताहरूलाई जे कुराहरू भनिराख्नु हो, तपाईँले यो कारणले तपाईँहरू पनि भ्रम पर्नु भएको हो अनि नेताहरूले पनि भ्रममा पार्नु भएको। विकास यसरी जाँदैन, योजना त्यसरी जाँदैन। तपाईँले खल्तीबाट निकाल्नु। मैले इक्जाम्पल दिएँ। म एउटा सांसद छु,
भने मैले चाहिँ 5 करोड 10 करोड रुपियाँ राज्यले दियो भने मैले एउटा रामबहादुरले भन्छ एकाले 2 लाख दिन्छु, अर्कोलाई 10 लाख दिन्छु, अर्कोलाई 1 करोड दिन्छु, जहाँ मन पर्छ कहाँनिर जाँदाखेरि कुन ठाउँमा दिँदाखेरि मलाई अर्को इलेक्सनका लागि भोट आउने हो अथवा मेरो पार्टीको लागि बढी सपोर्ट हुने हो, कहाँनिर आफ्नो कार्यकर्ता खुसी हुन। विकास त यसरी बाँडिने चिज होइन नि त, होइन। मैले त्यो कारण त यहीँनिर गल्ती भएको छ, तपाईँले त्यो सुन्नु गर्नुहोस् र समुद्र एकीकृत रूपमा आफ्नो धारणा निर्माण गर्नुहोस्, सबै कुरा गर्न सकिन्छ। सम्भावना एक ठाउँमा बल पुर्यासित गर्न सक्यो नि त। अब खालि अविश्वास गर्ने शङ्का गरेर त कहाँ पुग्यो त नि त्यसमा त। एउटा न एउटा बिन्दुमा गर्दा विश्वास त गर्ने, अहिले त्यो त विश्वासमाथि पनि होइन विश्वासको सङ्कट परेको अवस्था हो कि यो चाहिँ। अहिले तपाईँले भनिराख्नु भएको छ नि। ईश्वरदत्त बराल शिक्षा क्षेत्रबाट उदाएर पार्टीको नेतृत्व गर्दै अहिले चुनाव लडिरहेको पात्र हो, होइन। यो चुनाव भनेको यस्तो भयो कि राजनीतिक दलहरूले जित्नु छ भने अलि पैसा खर्च गर्ने मान्छे रोज्नुपर्ने, होइन। पैसा खर्चमा कन्जुस्याइ गरियो भने नजित्ने स्थिति छ भन्छन्, हुन्छ नि त, होइन। नेताहरूले प्रष्टीकरण मैले यति करोड खर्च गरेँ भन्दाखेरि प्रष्टीकरण खानुपर्ने स्थिति त आइरहेकै छ, होइन। हामीसँग ताजा छ उदाहरणहरू, साँच्चै नि। अब त बल्ल सुरु भएको छ अस्तिबाट प्रचार प्रसारको काम भनिरहँदाखेरि हिजोबाट यो बिचमा त फेरि कार्यकर्ता परिचालन त पक्कै गर्नु भएको छ, होइन। खर्चिलो हुन्छ, होइन। अब यो खर्चिलो त अब तपाईँ हामीले देखेकै चुनाव हो। अब यहाँ कति म्यानेज गर्ने विषय छ नि त, म्यानेज गर्न सकिन्छ भने अब म तपाईँले भनेकै लाइनमा नै छु म। निर्वाचन आयोगले जुन आचार संहिताको तोकेको छ 28 लाख 30 लाख होइन क्षेत्र अनुसारको, त्यसको परिधिभित्रै रहनुपर्छ भने म त त्यो पनि धेरै हो भन्ने खालको मान्छे, मेरो स्वभावकै कुरा गर्नुहुन्छ भने त, होइन। र तैपनि अब त्यो भित्र त अब लिगल्ली भएको कुरालाई त हामीले असजिलो मान्नु पनि भएन। र चाहिँ निर्वाचनको कारणले मुलुक बिग्रेको चाहिँ छ। हामी जुन संस्कारबाट हुर्किराखेका छौँ, करोडौँ रुपियाँ खर्च गरेर निर्वाचन जित्नै पर्छ भन्ने जुन निर्वाचन शैलीको कारण मुलुक बन्ने यो अवस्थाभित्र देखिँदैन, होइन। र पार्टीका मान्छेहरू आम कार्यकर्ताहरू पनि अहिले कस्तो भएछ भन्दाखेरि यो पैसाले सबैलाई चाहिँ नि होइन एउटा नियन्त्रण गरिसकेको जस्तो अवस्था कि पैसा नभए त कहीँ पनि समाजै चल्दैन भने जस्तो। पैसा समाज त चल्छ, राजनीति त त्यो तरिकाबाट सोच्ने होइन नि त। राजनीतिका त आफ्नै मूल्य छन्, मान्यताहरू छन्। अहिले कोही मान्छे 2 करोड 5 करोड 10 करोड खर्च गरेर निर्वाचन जित्ने मान्छेले यो समाजलाई दिन्छ कि? अनि मैले पैसा दिएर कसैसँग भोट मागेँ भने निर्वाचन पछाडि मैले पैसा दिएर भोट लिएको मान्छेले विकास भएन, कहिले विकास गरिनस् भनेर मलाई भन्ने नैतिकता राख्छ कि राख्दैन होला, होइन। कसैले तैँले किन काम गरिनस् भनेर भोलिपल्ट मलाई भन्यो भने मैले तँलाई पैसा होइन, मैले भोट लिनको लागि तँलाई दिएको पैसा जो हो त्यो उठाउनका लागि पनि मैले काम गरिनँ भनेर मैले भने उसँग उसले मलाई के भन्छ होला। यी धेरै कुराहरू बारेमा सोध्छु के म, होइन। अब यो कुरा त्यस कारण तपाईँहरू जस्ता पत्रकारहरूले पनि एउटा आवाजलाई अलिकति ल्याउनुपर्छ। अहिलेको निर्वाचन आयोगले जुन आचार संहिताको कुरा छ, अब निर्वाचन आयोगको अस्तिको तपाईँ हुनुहुन्थेन अब जिल्ला समन्वय समितिगढ बैठकमा तपाईँले मिलाएर कागजमा मिलाएर भए पनि ल्याउने भनेर निर्वाचन आयोगलाई पनि थाहा छ बढी खर्च हुन्छ, त्यो खालको स्ट्रिक्टली गर्नु पर्यो नि त। स्ट्रिक्टली होइन त्यसको इम्प्लिमेन्टेसन त जानु पर्यो नि त। त्यो लुपोलमा राखेर तपाईँ गर्न सक्नु त कागज मात्रै मिलाइदिने भन्ने नेता जिम्मेवार मान्छेहरू र कर्मचारीहरू नै त्यो भनिदिइसके पछाडि राम्रो ट्र्याकमा लानुपर्ने, पोलिटिक्सलाई राम्रो ट्र्याकमा लाने जिम्मेवार त नेता कर्मचारीहरूको पनि त हो नि त, होइन। आचार संहितालाई लागू गर्ने कुरा त कर्मचारीहरूको इमान्दारिता र उहाँहरूको क्षमतामाथि भर पर्ने चिज हो नि। यसरी धेरै कारणले बिग्रेको चाहिन्छ। अब सुरु कहाँबाट गर्ने, या त देशलाई बिग्रिराखेको हेर्दै मर्ने भयो तपाईँ हामीहरू, होइन। कि भने एउटा सुरुमा अव्यवहारिक लाग्ला, अस्वाभाविक लाग्ला, होइन, धेरै सैद्धान्तिक लाग्ला, तर कहीँ न कहीँ त सुरु गर्नु पर्यो। त्यसलाई मैले निकालेको आवाजहरूमा तपाईँले बढी शङ्का गर, आम जनताले शङ्का गर्ने कुरो एउटा होला। धेरै पटक अविश्वास धोका खाएको कारणले जनताले भन्ने ठाउँ रह्यो। तपाईँहरू जस्तो बुझ्ने पत्रकारहरूले त मैले निकालेको एजेन्डाहरूमा ठिक हो भनेर बोलिदिनु पनि त पर्यो नि, कि बेठिक हो तपाईँको कुरा भन्नु पर्यो। नेपाली कङ्ग्रेस आफ्नो नेतालाई प्रधानमन्त्री बनाउने रेकर्ड ब्रेक गर्दै अगाडि बढ्छ, होइन। हिजो गिरिजाबाबुलाई त्यही गर्यो, होइन। सुशील दा चाहिँ अलि एकपटक हुनुभयो, त्यसपछि फेरि परिस्थिति बनेन। शेरबहादुरजी अहिले चाहिँ 5औं पटक यो मुलुकको प्रधानमन्त्री हुनुहुन्छ। त्यो कति पटक प्रधानमन्त्री बनायो भनेदेखि कङ्ग्रेसका एजेन्डा लागू हुन्थे अथवा चाहिँ कङ्ग्रेसका मिसन जुन घोषणापत्रहरू छन् त्यसलाई कार्यान्वयन गरेको अवस्थामा पुग्थ्यो भन्ने प्रश्न एउटा कङ्ग्रेस पार्टीलाई छ, होइन। त्यसको स्वाभाविक अलिअलि जवाब तपाईँहरूले दिनुपर्ने होला। भनेको पार्टी कस्तो छ भन्ने कुरा हो, होइन। त्यो तपाईँको पार्टीलाई मात्रै भने होइन, अरू पार्टीको सबै त्यो स्थितिबाट गुज्रिरहेछ। पार्टीको कुरा गर्दाखेरि व्यक्तिगत रूपमा हेऱ्यो भने तपाईँले एउटा उत्साहजनक नै कुरा गरिरहनु भएको छ, होइन।
र अर्को पाटोबाट हेऱ्यो भने प्रतिस्पर्धी पार्टीको पनि जिल्ला अध्यक्षसँग तपाईँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ होइन। यो दुईटा पार्टी अध्यक्ष बिचको प्रतिस्पर्धा र साङ्गठनिक जुन तपाईँहरूको संरचना छ नि त्यसलाई कसरी चाहिँ हेर्नु भएको छ? किशोर दत्तले जति एजेन्डा ल्याए पनि जे भने पनि पार्टी तपाईँभन्दा माथि नै छ होइन। त्यसका संरचनाहरू एजिटेड छँदैछन् होइन। चल्ने नेताहरू तिनै हुन् र विपक्षीका पनि त्यस्तै। अनि यस्तो हो कि गोविन्दजी एउटा अभ्यास त गर्नु पर्यो। मैले अघि धेरैपटक दोहोऱ्याएको छु यो कुरा। सबै ठाउँमा आशंका गरेर भत्किराखेको छ, बिग्रिराखेको छ, अब केही पनि हुँदैन भनेर सोच्न थालियो भने त बर्बादै भयो त होइन। यस्तो समस्याभित्र पनि सानो अँध्यारोमा पनि सानो दीपको एउटा सम्भावना त हेर्नु पर्यो नि त। अनि त्यो जगाउनु पर्यो भने राजनीतिमा त्यो जगाउन होइन भन्ने हिसाबबाट मैले एजेन्डाहरू उठाएको र मैले उठाएको एजेन्डाहरू आम रूपमा मान्छेहरू राम्रो हो नै भन्नुहुन्छ कि कङ्ग्रेसको कार्यकर्ताले भन्न सक्छ क्या हजुर हजुर होइन पार्टी संगठन निर्माण गर्ने यत्रो दुःख गर्ने हामी खोइ हामीलाई झसै दिँदैन उसले आफ्नो एजेन्डाको मात्रै कुरा गरेको छ भन्ने हुन्छ। साथीहरूले गरेको कहिलेकाहीँ पार्टीका एजेन्डाहरू अलिक कम बोलिदिनु भयो कि भन्ने पनि लाग्छ। पार्टीको एजेन्डाको कुरामा त पार्टीको एजेन्डै यही हो नि। म त जिल्लाको सभापति हो नि। कास्की जिल्लाको त मैले जे कुराहरू भनिराखेको छु पार्टीको विभिन्न आधिकारिक फोरमहरूमा कुरा राखेको छु होइन। पार्टीको त एजेन्डा नै यही हो र आम रूपमा पार्टीका आफ्ना मूल्य मान्यता आदर्श लोकतन्त्र प्रजातन्त्र जुन राष्ट्रियता छन् यी राष्ट्रियताका कुराहरू संविधान संरक्षण गर्नुपर्ने समृद्धिका जो कुराहरू छन् मैले त पार्टीकै कुराहरूलाई मेरो एजेन्डाले सपोर्ट गरिरहेको हो नि होइन। लोकतन्त्रलाई बलियो बनाउन हामीले आर्थिक रूपान्तरण गर्नुपर्छ होइन भन्ने कुराहरू रोजगारी सिर्जना गर्नुपर्छ। रोजगारी सिर्जना पार्टी लाइन एकातिर पार्टी सभापति एकातिर भयो भन्ने खालका कुरा होइन। त्यस्तो छैन होला। म पार्टीको अब एउटा कुरा के भने हिजोको मैले आसन ग्रहण जस्ता जुन कार्यक्रमहरूमा परम्परागत रूपमा आएको जुन शैलीलाई थोरै ब्रेक गर्न खोजेँ होइन। त्यो ब्रेक गर्न खोज्दा पार्टीको परम्परागत धर्ना एकातिर चाहिँ यसले नयाँ कुरा गर्न थाल्यो भन्ने त्यस्ता कुराहरूमा आउने कुरा एउटा रह्यो होइन। अब त्यसमा पनि अब अहिले यो विचारकै एजेन्डाहरूका हकमा मैले तपाईँलाई अहिले अझ पार्टी सँगसँगै छौ भन्ने कुरा अहिले नेपाली काङ्ग्रेसको जुन घोषणापत्र सार्वजनिक भएको छ त्यतिखेर हामीसँग राय मागिएको थियो होइन। घोषणापत्रमा हाल्ने कुराहरू मैले एजुकेसनकै बारेमा भने अरू धेरै कुराहरू राखेको थिएँ। त्यो मध्ये अहिले आइसकेको कुरा के भने तपाईँले विद्यालय शिक्षाभित्र नेपालको एजुकेसनभित्र उद्यमशीलतालाई जोड्नुपर्छ र त्यो पाठ्यक्रम त्यसरी लागू गर्नुपर्छ भन्ने कुरालाई तपाईँले त्यो आफ्नो घोषणापत्रमा राख्नुपर्छ भनेर भने मैले। अनि मैले राम्रो ब्रिफिङ पनि गरेपछि उहाँले अहिले घोषणापत्रमा राख्नु भएको छ। अनि मेरो उद्यमशीलताको जुन मेरो अभियान जो पार्टीको सभापति हुने बेलादेखि आजसम्म हजुरसँग कुरा गरिराख्दासम्म जे एजेन्डामा छु त्यो एजेन्डालाई त अहिले पार्टीले नै होइन त्यसले अधिकार त दिइसक्यो त होइन। म त्यो भित्र त्यो मेन स्ट्रिममा मेरो एजेन्डा त प्रवेश भइसक्यो नि। अब त्यो भएको यसलाई बिस्तारै छिराउँदै जाने हो नि। अब एकैचोटि त कहाँ मैले पनि एकैचोटि कहीँ कतै ल्याप्सेस हुनसक्छ होइन। अलिकति ल्याएका बाहिर बहसमा ल्याएका कुराहरूलाई आम रूपमा जनसमर्थन केमा देखियो कसलाई आम रूपमा मान्छेहरूले राम्रो माने त्यसलाई नै मेन स्ट्रिममा छिराउने हो नि। यो उद्यमशीलताको कुरालाई आम रूपमा मान्छेहरूले राम्रो मानेको राजनीतिक वृत्तमा पनि एजुकेसनको वृत्तमा पनि त्यसलाई राम्रो मानेका कारणले मैले त्यहाँ छिराउने कोसिसको लागि त्यो सहज बन्यो होइन। अब बिस्तारै हुन्छ अरू एजेन्डाहरू पनि अब गुणस्तरीय योजना निर्माण गर्ने जनताकै ठाउँमा बसेर छलफल गर्ने भन्ने कुरा के अव्यवहारिक र नराम्रो कुरा त होइन त। अब त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा बिस्तारै तपाईँ 5 दलीय गठबन्धनको साझा उम्मेदवार हो होइन कास्की क्षेत्र नम्बर 1 एकदमै अघिल्लो स्थानीय तहको कुरा उदाहरण पनि तपाईँले पेश गर्नुभयो। तर त्यो चुनावमा तपाईँको भूमिका चाहिँ यता पनि ठिक्क उता पनि ठिक्क भयो भनेको आफ्नो पार्टीको स्ट्यान्ड लिन सक्नु भएन जसले गर्दा गठबन्धन जुन ढङ्गले जानु पर्थ्यो त्यो जान सकेन भनेर माथिका नेताहरूले पनि तपाईँलाई आरोप लगाए। होइन नेताहरू हजुरहरूले नेताले त लगाउनु भएको छैन। नेताले हामीलाई 2टा गाइडलाइन दिनुभएको थियो हाम्रो सर्कुलर थिए। एउटा के हो भन्दाखेरि जुन गठबन्धनको कुरा छ जहाँ जहाँ साथीहरूको राजनीतिक गठबन्धनका राजनीतिक पार्टीहरूसँगको आपसिक छलफल र बहसबाट जहाँ निर्णय गर्न सकिन्छ त्यसलाई त्यही तरिकाबाट निर्णय गर्नुहोस् होइन। जहाँ निर्णय गर्न सकिँदैन जुन ठाउँमा जुन वडामा गर्न सकिँदैन त्यसमा मित्रवत प्रतिस्पर्धाका लागि त्यो खुला हुनुहोस् भन्ने कुरा थियो। हामीले कुनै वडा 15-16वटा वडामा त बसेर गरियो नि। यद्यपि वडा अध्यक्षहरूमा उहाँहरूले त्यतिखेर अनुकूल भएन। जहाँ वडामा निर्णय गर्नुहोस् भनेको ठाउँमा 5 दलीय गठबन्धनकै साथीहरू भएर सबै ठाउँमा काङ्ग्रेसकै मान्छे साथीहरूलाई वडा अध्यक्षको उम्मेदवार दिनुभयो अरू आफूहरू सदस्यमा बस्नुभयो। त्यो पनि त एउटा राम्रो एउटा गठबन्धनको उदाहरण त हो नि। जहाँ जहाँ सकिएन साथीहरूले मित्रवत प्रतिस्पर्धा गर्ने भने केन्द्रकै सर्कुलर हो नि। 2टा अप्सनमा हामी लिडरसिप देखाउन सक्नु भएन कास्कीमा भन्ने आरोप छ क्या तपाईँको पार्टी होइन नि। अब त्यो बुझाइमा फरक पर्यो। केन्द्रले दिएको 2टा सर्कुलर कि केन्द्रले एउटा मात्र निर्णय दिएको भए यसमा स्ट्रिक्टली तिमी यहाँ लाग्नुपर्छ भनेर केन्द्रले भनेको भए म त्यसमा लाग्थेँ। नलागेको भए मेरो लिडरसिप कमजोर देखिन्थ्यो
हुन्थ्यो। केन्द्रले नै दुईटा, तिमी जहाँ सक्छौ त्यहाँ गर, जहाँ सक्दैनौ मित्रवत प्रतिस्पर्धाको लागि खुला छोड साथीहरूलाई भनिसकेर केन्द्रले नै निर्देशन दिइसकेपछि कहाँनिर कमजोरी देखियो र त्यो त खाली कुरा बरु हामीले बुझाउन सकेनौँ होला, केन्द्रले दिएको सर्कुलर यो थियो भन्ने कुरा हामीले बुझाउन नसकेका कारणले कन्फ्युजन भयो जस्तो तपाईँ जस्तो साथीलाई कन्फ्युजन हुने एउटा अवस्था रह्यो, बरु बुझाउन नसकिएको कमजोरी भयो होला होइन। तर केन्द्रको निर्देशनभन्दा बाहिर हामी थिँदै थिएन। त्यो तपाईँको पार्टीका नेताहरूले भने विषय म तपाईँलाई अब उहाँले कुन सन्दर्भमा अब कास्की क्षेत्र नम्बर 1 होइन तपाईँ निर्वाचन गर्दै गर्दाखेरि अब धेरै दिन छैन नि, हजुर हजुर नजिकै आइसक्यो, दौडधुप गरिरहनु भएको छ होइन। हामी खर्चका एजेन्डाका कुराहरू लगायत एजेन्डाका सन्दर्भलाई पनि जोड्यौँ। त्यो जनतामा उत्साह ल्याउने कुरा यहाँले एजेन्डालाई ल्याउने हो यहाँले बताइसक्नु भएको छ। मैले प्रतिस्पर्धीको कुरा गर्दै थिएँ, आज जुट्टा अध्यक्ष लड्दै हुनुहुन्छ होइन। ग्राउन्ड भूगोल राजनीति गर्ने स्थान त्यही नै हो होइन। प्रतिस्पर्धा चाहिँ कस्तो छ, अब मतको आधार चाहिँ कस्तो होला? होइन, म प्रतिस्पर्धाको आधारमा सरसर्ती हेर्दा मैले जुन जनताको उत्साह देख्छु र म पनि झनै धेरै उत्साहित पनि छु। यसबाट हाम्रो मैले निर्वाचन जित्छु अथवा गठबन्धनका उम्मेदवारले निर्वाचन जित्छन् भन्ने कुरा म प्रष्ट देख्छु होइन। मलाई त लाग्छ लगभग 10,000को हाराहारीबाट पहिला त 14,000बाट हाराहारीमा हाम्रो एकिदाले खराजीको हाम्रो एकिदाको डिफ्रेन्सेस थियो, भोट डिफ्रेन्सेस। म अहिले 10,000को डिफ्रेन्सेसमा म चुनाव जित्छु मिनिमम पनि भन्ने मेरो बुझाइ छ, मेरो आकलन चाहिँ नि 5 दलीय गठबन्धनको साझा उम्मेदवार भएको कारणले पनि त्यो खालको तागत निर्माण भएको छ। मैले त्यो किन भनिराखेको छु भन्दा मसँग 5 दलीय गठबन्धनको एउटा तागत छ, पर्फेक्टली एउटा राम्रो अन्डरस्ट्यान्डिङका बिचमा गठबन्धन अगाडि बढिरहेको छ, 1 नम्बर कुरा होइन। मसँग जनताको भरोसा नयाँ अनुहार भएर मात्रै पनि होइन होइन। मैले आफ्नो हिजो कार्यक्षेत्रमा मैले भद्रकाली बहुमुखी क्याम्पस सञ्चालन गरेँ, म त त्यही क्षेत्रभित्र छु। भद्रकाली स्कुललाई मैले आफ्नो लिडरसिप दिएँ, भद्रकाली बहुमुखी क्याम्पस लिडरसिप दिएँ होइन। त्यो लिडरसिपमा त्यो मेरो समाजले त मलाई हेरेको छ नि त, मैले कसरी विद्यालय सञ्चालन गरेँ, त्यसको क्वालिटी एजुकेसनको हकमा होस्, त्यसको भौतिक पूर्वाधार निर्माणमा होस् होइन। त्यो खालका आम विद्यार्थी अभिभावकहरूले पनि मेरो त्यो क्षमता र शैलीलाई देख्नु भएको छ। दुईटा कुरा भयो, त्यो कारणले पनि मसँग धेरै विद्यार्थी अभिभावकहरू र समग्र समाज, मैले लामो पछि 27 वर्षसम्म शिक्षण पेसामा रहेर काम गरेको त्यो एउटा नेटवर्क, स्टुडेन्टको अभिभावकहरूसँग एउटा बलियो नेटवर्क मसँग छ। त्यत्रो लामो समयसम्म काम गरेको एउटा शिक्षक साथीहरूको भोट दिने राइट त उहाँको छ, मेरो पक्षमा प्रचार गर्दै पनि हिँड्न मिलेन उहाँहरूलाई होइन। तैपनि भोट दिने राइट त उहाँ राख्नुहुन्छ। एउटा ठुलो नेटवर्क छ मसँग। सामाजिक सङ्घ संस्थाहरूमा पनि राम्रै तरिकाले मेरो आबद्धता छ, लायन्स क्लबदेखि त लिएर ह्युमन राइट्स अर्गनाइजेसनहरूमा अब धेरै ठाउँहरूमा मेरो आबद्धता छ। र म नयाँ फेज पनि हो होइन। मसँग त्यो मैले आफ्नो एजेन्डाको बेसमा मैले इलेक्सन कन्टेस्ट गरिराखेको छु। यी सबै कारणहरू छन्। मेरो प्रतिपक्षी उम्मेदवार टेस्टेड मान्छे पनि हो र उहाँका अब व्यक्तिगत रूपमा कमेन्टहरू मलाई नगरौँ। मनवारजी को मेरो एकदम व्यक्तिगत सम्बन्ध साँच्चीकै राम्रो छ, तपाईँ र मेरो जस्तै छ भनौँ न एक हिसाबबाट होइन। अहिले खालि प्रतिस्पर्धी भयो, निर्वाचन अगाडि हामी दुईटा दाजुभाइ भेटुँदा भन्थ्यो यस्तो नमुनाको निर्वाचन लडौँ कि यिनीहरू दुईटा फरक पार्टीका हुन् भन्ने जस्तै नदेखुन्, मान्छेले अनुमानै गर्न नसकुन्, यस्तो पनि रिलेसन हुँदो रहेछ, यस्तो पनि निर्वाचन लडिँदो रहेछ भन्ने खालको कुरा जो छ त्यसरी लडिएको अवस्था। त्यो भएको कारणले पनि मलाई मनमाधवजीप्रति आफ्नो एउटा दाजुको हिसाबमा मेरो श्रद्धा हुने, सम्मान हुने आफ्नो ठाउँमा रह्यो। तपाईँ निर्वाचनको हकमा उहाँभन्दा विविध कारणहरूले म बलियो छु र म त्यो खालको भोट डिफ्रेन्सेसमा उहाँ चुनाव जित्छु नै भन्ने लाग्छ र गठबन्धनका अरू साथीहरू पनि जित्नुहुन्छ नै भन्ने पिक्चर देखिन्छ। किनभने गाउँमा त्यो उत्साह छ कि होइन। एमाले हिजो नगरेका त्यत्रो धन्नै 2/3 बहुमत ल्याइसकेको पार्टीले होइन धन्नै संविधानिक कोल्याप्स हुनुपर्ने, संसदीय कोल्याप्स गराउनु पर्ने अवस्थाभित्र जनताका त्यत्रा अपेक्षाहरू थियो त 2/3 मेजोरिटीमा रहेको सरकारले झन्डै के गर्न सक्दैन थियो र मुलुकमा जे पनि गर्न सक्ने अवस्था। ठीक छ, हामी समयको अन्त्यमा छौँ। के भन्नु छ हाम्रा श्रोता? होइन, म हजुरहरूको लोकप्रिय तपाईँको टेलिभिजन मार्फत म आम मतदाताहरूलाई भन्न चाहन्छु, म निर्वाचनको दौरान घर अभियानमा म तपाईँहरूको घर आँगनमा तपाईँहरूलाई सँग चिन्न बुझ्न तपाईँहरूलाई भेट्ने प्रयासमा छु र कतिपय अब समयको व्यस्तता र थोरै समयमा धेरै मतदाताहरूलाई भेट्नुपर्ने यो अवस्थामा सबै तपाईँहरूलाई भेट्ने मौका नमिल्न पनि सक्छ। मैले तपाईँहरूको अनुहार, घर, तपाईँहरू बसेको ठाउँ मैले नचिन्न पनि सक्छु, तर तपाईँहरूको समस्याहरू, तपाईँको हृदयको आवाज भनिन्छ नि, तपाईँका समस्याहरू मैले बुझेको छु। तपाईँले कस्तो विकास खोज्नु भएको छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। त्यो आधारमा मलाई मतदान गरिदिनु न। मलाई मत मिन्स 5 दलीय गठबन्धनका सबै उम्मेदवारहरूलाई तत्त पार्टीका निर्वाचन चिन्हमा मतदान गरेर विजय गराइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्छु भनेर तपाईँको टेलिभिजन मार्फत आम जनतालाई विशेष गरेर मतदाताहरूलाई अनुरोध गर्न चाहन्छु। हस्, यहाँलाई महत्त्वपूर्ण समय संवाद जानकारीको लागि हस्, थ्याङ्क यू, धन्यवाद गणजी। यो मौका मलाई पनि दिनुभयो, म धेरै आभारी छु। धन्यवाद। आदरणीय दर्शकवृन्द, आजको बसाइमा हामीले कुराकानी गऱ्यौँ
कास्की क्षेत्र नम्बर 1 मा गठबन्धनको तर्फबाट नेपाली कङ्ग्रेसका कास्की सभापति किशोर दत्त बराल निर्वाचनमा उभिनु भएको छ। उहाँसँग कुराकानी तपाईँले सुनिसक्नु भएको छ, हेरिसक्नु भएको छ। 3 दिनसम्म हामीलाई हेरिदिनु हो, तपाईँ सबै दर्शकप्रति विशेष आभार व्यक्त गर्छु र हाम्रो सम्पूर्ण युनिटका साथ मलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।